मैले पनि यो सबै कुराहरू दुवै सहरको चिल्लो मेट्रोको कुनै कुनाको सिटमा बसेर लेखिरहेको छु। वरिपरि हेर्दा यस्तो लाग्छ कि सजाय सुनाएको कैदीहरू समातेर जेल लिएर जाँदैछ। सबै डराएका छन्। कसैलाई कसैको मतलब नै छैन। सबै यो भएन भने के गर्ने, त्यो भएन भने के गर्ने, यही सोचमा हराएका छन्। तिमी सम्झ न त्यो खलासी भाइलाई एकपल्ट। चिठी लगाउँदै कति मजाले बोलाउँथे, यता दिदी जाने हो भन्दै। तर हेर न, म आफ्नै छेउको सिटमा बसेको मान्छेलाई हेरेर मुस्कुराउनसम्म सक्दिनँ। ठिक छ, सोचेको थियो होला जीवन थोरै सजिलो हुन्छ, थोरै पैसा कमाउँछु, परिवार खुसी हुन्छ। तर खै त यार, रगत र पसिनाको सिँचाइ गर्दा पनि त्यो खुसीको फुलहरू अझै फुल्न सकेका छैनन्। थाहा छ तिमीलाई, मोबाइलको अलार्मले उठाइदिन्छ, कोठाको तलसम्म बस लिन आउँछ, जसले कम्पनीसम्म छोडिदिन्छ। अनि सुरु हुन्छ हरेक दिन 12 घन्टाको एउटा युद्ध। अनि फेरि हेर न, साँझ त्यही बस आउँछ, कोठासम्म छोडिदिन्छ। एकछिन आराम, एकछिन घरमा कुराकानी, खानपिन, अनि फेरि त्यही मोबाइलको अलार्म। यति होइन र परदेशीको जिन्दगी। त्यसैले त भन्छु साथी, याद आउँछ यार त्यो रातो भालेले बिहानीमा बासेको, त्यो बिहानीमा सूर्यको किरणले पखेटा फिजाउँदा त्यो सेतो हिमालहरू हाँसेको। अझ हेर न, आँगनीमा डुल्दै गरेका ती कुखुराका चल्लाहरू, घर पछाडि अम्बकको बोटमा सुनिने चराका चिरबिर चिरबिर त्यो हल्लाहरू, बिहानीमा आमाले रातो माटोले सजाउनु भएको त्यो घरको पिँढी, अनि साँझमा झ्याल बाहिर डुल्दै गरेका ती जुनकिरी, निकै याद आउँछ यार आजभोलि। तर हेर न, याद नै यादको बोझ मनमा बोकेर मैले पनि मुस्कुराउँदै भनिरहेको छु, मेरो सब थोक ठिक छ, किनकि यो परदेश हो साथी। धन्यवाद भाइ, यो कति पछि भनेको। साँच्चीकै नै यार, धेरै पछि सुन्नुभयो होला होइन राजाहरू। तर बाहिर बस्ने परदेशीहरूलाई हट टचिङ भएको छ होला, यताउति छोयो होला, यताउति गएर माई हट टच लेखिरहनु छ सबैजनालाई। बिग रेस्पेक्ट टु मुर्कट्टालाई।